कुरा काट्न त टिक्क परेर बसेका छ यिनीहरूलाई होइन रेडी भएर लु सुन अस्ट्रेलियामा यो बुढीको कन्ट्रोभर्सी आए जस्तै हाम्रोतिर पनि यसको कन्ट्रोभर्सी ल्याउने बेला भएछ क्या साथीहरू म त नेपालमा हुँदा त बोसे आन्द्रो भुडी आन्द्राहरू सबै थोक मिक्स गरेको खाएको होइन कस्तो मिठो हुन्छ नि त्यस्तो यो त भुडी भुडी मात्र पाउँदो रहेछ क्या यतातिर चाहिँ त के हो यस्तो अनि कस्तो आएर पारेको यो बोक के अरे बोरा चलाए जस्तो कस्तो न कस्तो हुँदो रहेछ यहाँ त मैले त मनै परेन बहिनी पकाउन आउँदिन होला तिमीलाई भनेर भन्छ ल पकाउन चाहिँ आउँछ ल पकाउन चाहिँ मलाई आउँछ तर मिठो नेपालमा धेरै थोक पकाउवाला बुढी खाएको भएर यहाँ तँ त्यस्तो मात्रै भएर मलाई कस्तो कस्तो लागेको होइन अनि हिजो एकछिन हिउँ खेलेको स्नो खेलेको एकछिन केही फोटो हालेर थिएँ रुग्गा लागेर हिचकी आएर भएको छ कति चाहिँ कुरा काटेछौ तिमीले मेरो मर्ने गरी कुरा काटेछन् हिचकी आउँदा 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 झन्डै मरिन हो लु हेर के गर्दैछि भन्ने भएको थियो लाई यही पकाएर बसिरहेको थिएँ म लु हेर कस्तो बनाइसकेँ मैले मिठो र टक्कसितले यसो धनियाँ सनियाँ झर्केर ल हेर